केटीको आवाज सुनेको थिएँ मैले। मै हो क्या घरबेटी बा। म केटा र केटी दुईटै आवाजमा हाँस्न सक्छु। फेरि हाँसेर देखाम। यो कसरी हुन सक्छ? फेरि हाँस्दा एकचोटि। अरे तिमीहरू बसेको 1 वर्ष भइसक्यो, आजसम्म यसरी हाँसेको सुनेको थिइनँ त मैले। यो मेरो वरदान हो के घरबेटी बा। म राति मात्र केटी जस्तो हाँस्छु, दिनमा त मेरो हाँसो पुरै केटाको हुन्छ नि। कोत्तेरो बाउले भन्छ। राति पनि यसरी हाँसेको सुनेको थिइनँ त मैले। कसरी सुन्नुहुन्छ त घरबेटी बा? तपाईँ रात पर्ने बित्तिकै घरबेटी आमासँग बत्ती मारेर बिजी भइहाल्नुहुन्छ। सुन्नलाई त हाम्रो कोठातिर आउनु पर्यो नि। के भनिस् रे गोरु? म जति नै बिजी भए पनि तिमीहरूको आवाज सुनेर आउँछु, बुझेस्? हाम्रो आवाज चाहिँ थाहा भएन घरबेटी बा, तर हामीले चाहिँ तपाईँको र घरबेटी आमाको आवाज प्रष्टै सुनेर आउँछौँ। बुढो भए नि स्टामिना चाहिँ बबाल रहेछ है तपाईँमा। के रे भात मारा? यो के हो? के घरबेटी बा? के देख्नु भयो तपाईँले? मेरो अनुहार हेरेर देख्छस्? उ त्यहाँ हेर। ए यो त ब्याग हो नि घरबेटी बा। त्यति नै थाहा छैन तपाईँलाई? ब्याग हो त्यो मलाई पनि थाहा छ गोरु, तर यो लेडिज ब्याग यहाँ कसरी आयो? त्यही त कसरी आयो? म नि छक्क परिरहेको छु, कसरी चाहिँ आएछ? ओइ यो लेडिज ब्याग यहाँ कसरी आयो? मलाई के थाहा कसरी आयो? घरबेटी बालाई थाहा होला नि। घरबेटी बा, यो लेडिज ब्याग यहाँ कसरी आयो? लौ म तिमीहरूलाई सोधिरहेको छु, तिमीहरू उल्टै मलाई सोध्छस्। म यो ब्यागलाई सोध्छु ल। ओइ ब्याग, त यहाँ कसरी आइस? कसको ब्याग होस् त? छिटो भने नत्र पुलिस बोलाउँछु म। ओइ बौला, नाटक गर्छस् मेरो अगाडि? छिटो भने कसको ब्याग हो यो? मेरो ब्याग हो त्यो, मेरो। धेरै लुके, अब लुक्दिन म। म पनि लुक्दिन। लुक्दा लुक्दा ढाडै सड्क्यो। अच्छा, यति धेरै त म लुकामारी खेल्दा नि लुकेको थिइनँ। ए यही हो तिमीहरूको पारा? मेरो आँखा छलेर केटी ल्याउने तिमीहरू? सरी घरबेटी बा, सरी। अबदेखि आँखा नछली ल्याउँछौँ। चुप लाग, यहाँको रुल बिर्सिस् तिमीहरूले? रुममा केटी ल्याउन पाउँदैन भनेको होइन? किन घरबेटी बा, के हुन्छ र हामी आउँदा? के हुन्छ रे? तिमीहरूलाई लाज लाग्दैन राति राति केटाको कोठामा आउन? राति राति? हामी त दिउँसै आएको नि घरबेटी बा। त्यति बेला तपाईँ भुडी फुलाएर सुतिरहनु भएको थियो। यो आजकलका केटीहरू के भएका होलान्? आफ्नो नभए नि आमा बाउको इज्जतको त ख्याल गर। त्यही ख्याल गरेर त हप्तामा 2 चोटि मात्र आउँछौँ नि घरबेटी बा। के रे हप्तामा 2 चोटि रे? हजुर घरबेटी बा। किन कम भयो भने भन्नुहोस् है, अबदेखि 3 चोटि आउँछु। ओइ तिमीहरू दुईजना, भोलि भाले बाँच्ने बित्तिकै कोठा खाली गरे। भाले त अस्ति भर काटेर खाएको होइन घरबेटी बा? क्या करूं इसका? घरबेटी बा, तपाईँ यसको कुरा नसुन्नुहोस्। यो पागल हो पागल। प्लिज घरबेटी बा, हामीलाई एक मौका दिनुहोस् न। अबदेखि हामी कोही केटीलाई ल्याउँदिनौँ। हुँदैन। अस्ति नै एक मौका दिइसके मैले तिमीहरूलाई। एक मौका दिएर कहाँ हुन्छ त घरबेटी बा? हामी दुईजना छौँ, कम से कम 2 मौका त दिनुहोस्। क्या सोच है रे तेरी? ए हो, त्यसो भए दुईजनाले भाडा पनि डबल देऊ न त मलाई। हेर मौकाको फाइदा उठाएको। यस्तै हरकतले गर्दा यो घरबेटीहरू मलाई मनै पर्दैन। तिमीलाई के लाग्छ नानी? घरबेटी हुनु त्यति सजिलो छ? भन्दा गफ लाग्ला कि? तर डाक्टर हुनु भन्दा घरबेटी हुनु गाह्रो छ अहिलेको जमानामा। कोत्तेरो बाउले भन्छ। गफाडी बुढो, डाक्टर बन्नलाई के गर्नुपर्छ थाहा छ तपाईँलाई? के गर्नुपर्छ र? 5 वर्ष मेहनत गरेर पढ्ने, इक्जाम दिने अनि पास हुने, त्यति त हो नि। घरबेटी बन्नलाई त सुरुमा कराते सिक्नुपर्छ, किनकि कति बेला कुन चाहिँ भाडावालसँग फाइट पर्छ थाहा हुन्न। त्यति मात्र हो र? कोही भाडावालहरू पत्तर पत्तर मुख चलाउँछन्, उनीहरूको लागि आफूले पनि मुख चलाउने कोर्स गर्नु पर्यो। अनि कसैले समयमा भाडा दिँदैनन्, आफ्नो पैसा पनि भिख मागे जस्तो माग्नु पर्छ। अनि कोही भाडावालहरू यिनीहरू जस्तो हुन्छन्, जति भन्दा नि